हेलो गाइज, म चाहिँ अनिश गौतम। म पनि भ्लग बनाउन सुरु गर्दैछु आजदेखि हैन। सबैजनाले सपोर्ट गरिदिनु होला। हाम्रो बहिनी र म सपिङ गर्न गइरहेछौँ। हेलो हेलो, के खानु त आज त? ल अहिले हामी फेरि एकछिनमा भेट्नेछौँ। हेलो गाइज, के गर्दै हो? गाइज हामी सब्जी लिन त गएको कि दिदी भाइ, तर सब्जी के ल्याउने थाहा छैन क्या, त्यत्तिकै गइरहेछौँ। के भेट्छौँ के देख्छौँ त्यही ल्याउँछौँ। हिँडेका छौँ झन्डै 1 किलोमिटर हिँडिसक्यौँ। सब्जी के लाउने टुङ्गै भएको छैन। सब्जी लिने पहुँच गए हम लोग। गाइज हामीले सब्जी लियौँ, टमाटर समटर यताउता पेप्सिकन गाजर मुला करेला सब थोक। ये भी भिडियो बना रही है, मैं भी भिडियो बना रहा हूँ। मार्टमा आइपुगेका छौँ, के किन्ने हो यहाँ हेर्दैछौँ। क्या लेके आई? बस उतना ही? ठीक है, चलो। यतातिर चाहिँ हेरौँ मात्रै नखाऊँ ल। यता चाहिँ खानु हुँदैन, यो हेर्ने मात्रै हो। यता चाहिँ हुन्छ खानु, यताको हुँदैन ल। पापड सपड दल झल गाइज, हामीले टनै सामान लिएर चाहिँ हामी निस्क्यौँ। अब घरतिर जाँदैछौँ। कस्तो मस्त मौसम छ। मस्त रिद्धि सिद्धिवाला बस आउँदैछ। हामी यही बसमा ट्राभल गर्छौँ। यताउता जानु पर्यो भने आउँदै हुनुहुन्छ उहाँजी, गुरुजीले लिएर। गाइस, हमने सामान तो ले लिया और हमने एक्स्ट्रा सामान भी लिया, मतलब दाल वाल। ये भी ब्लॉग बना रही है इधर। इसका सब सब्सक्राइबर जो लोग हैं सब मेरे को भी कर देना। बस आपको क्या बोलना है मेरे वीडियो में? गाइस देख्नुहोस्, हेर्न सक्नुहुन्छ प्लेन ल्यान्ड हुन गइरहेछ हाम्रो विमानस्थलमा काठमाडौँ। ल्यान्ड हुन गइरहेछ प्लेन। कहाँदेखि आएको थाहा छैन। हामीले यहाँ सपिङ गर्दा गर्दा 1000 रुपियाँ लिएर आएको थियौँ, नपुगेर बहिनीको एकाउन्टबाट 500-700 रुपियाँ सकिएको छ गाइस। पैसा एकाउन्टबाट हरायो। हामी यहाँ सानो भान्जाको लागि केही खानेकुरा किन्न गइरहेछौँ। हामीले चाहिँ चटपटी लिएर गएको छौँ। यहाँ बहिनीले दिँदै हुन्छ सानो डिप। गाइज ल हेर्नुहोस् गाइज, हाम्रोमा यस्तो मिक्स दाल पाउँछ। एउटै प्याकेटमा 4 थरी दाल मिक्स भएको। आज हामी यही मिसाएर पकाउने हो बेलुका। हेलो गाइज, हामी सबै सामान लिएर घरतर्फ जाँदैछौँ बहिनी र म। अब गएर टक्क खाना बनाउँछु। तपाईँहरूलाई पनि देखाउँछु। मेरो फर्स्ट भ्लग हो। जानी नजानी बनाउँदैछु गाइज। घर जाँदा जाँदै मलाई बहिनीले छोडेर गई, एक्लै छोडेर। गाइज यहाँ हिलो बाटो छ अलिकति। हिलो बाटो भन्दा पनि तल खेचिलो छ, आली सुखै छ। घर चाहिँ यही हो हाम्रो। मलाई बहिनीले छोडेर गई, म पछि आउँदैछु गाइज चला बोकेर। बहिनी गई पछि। बहिनीको पछि म जाँदैछु गाइज। घर पुग्न लाग्यो ल गाइज। अब एकछिनमा भेटौँला हामी। घुमेर आयौँ। यहाँ हाम्रो कलौटी भान्जी टिभी हेर्दै बसिराख्नु भएको छ। यहाँ आनन्दले। टेन टेन। हाई जय मसी गर नानी, जय मसी गर नानी, जय मसी गर, जय मसी गर, जय मसी गर, जय मसी गर।